बिचारी भुन्टी कहाँ छिन् र कहाँ गइन् भन्ने कुरा कसैलाई पनि थाहा छैन। भुन्टीको खोजी कार्य जारी छ, तर भुन्टी भेटिएकी भने छैनन्। आखिर भुन्टी यति लामो समयसम्म कहाँ गइन् होला र आफैमा बिमारी थिइन् र उसलाई अझैसम्म राम्रोसँग निको पनि भइसकेकी थिइनन्। एक्कासी भुन्टी गायब भएपछि खोजी कार्य जारी भइरहेकै छ, तर भेटिएको कहीँ छैन। आखिर भुन्टीलाई कसले के गर्यो र कहाँ लग्यो भन्ने कुरा टुङ्गो पत्तो छैन। अब सुकुमाया जसरी हुन्छ सहर नगई यो कुराको सल्भ नहुने थाहा भइसकेपछि भुन्टीकी आमाले सपनामा देखेका यथार्थ कुरा सुकुमायालाई सुनाएपछि सुकुमाया सहर जाने तयारीमा छिन्। अब सहर गएकी सुकुमायाले भूपेन्द्र र भूपेन्द्रका परिवारमाथि कस्तो खालको एक्सन गर्छिन् भन्ने कुरा कसैलाई पनि थाहा छैन, किनकि उसले गर्ने हरेक कुराहरू पारदर्शिक र एकदमै रचनात्मक हुनेछन्, किनकि ऊ बिना प्रमाण कसैलाई केही पनि भन्दिनन् र यथार्थ प्रमाणहरू जुटाएर मात्र त्यो मान्छे भए ठाउँमा पुग्छिन् र त्यो मान्छेलाई सजाय दिलाउँछिन्। त्यस्तै खालकी मान्छे हुन् सुकुमाया। अब सुकुमाया कुनै पनि हालतमा भुन्टीको उद्धारका लागि जानै पर्छ, नत्र भने यिनीहरूले भुन्टीलाई न जिउनु न मर्नु पक्का पनि बनाउँछन्, किनकि यिनीहरूमा मानवता भन्ने छैन। जुन तरिकाले भुन्टीले आफ्नो मानवता र आफ्नो कर्तव्य पुरा गर्न खोजिरहेकी थिइन्, उसैमाथि बिना प्रमाणको विभिन्न खालका लालचनाहरू लगाइसकेपछि भुन्टीले आफू त्यो घर छोडेर हिँड्नुपर्ने बाध्य भएकी हुन् र आफ्नै श्रीमानले आफ्नै अगाडि सौता बनेर आएकी केटीलाई स्वीकार्न खोज्दै गर्दा आफू किन उनीहरूको बिचमा तङ्गारो भन्ने पनि भुन्टीलाई लागिरहेको थियो। परिवारको साथ पाउँछु कि भन्ने आश त भुन्टीलाई कहिले पनि थिएन, किनकि सबैले भुन्टीलाई नराम्रो नै गरिरहेका थिए। आएदेखि अर्थात् बिहे गरेर आएदेखि अहिलेसम्म सासु र नन्दले त झन् हेरि नसकेकै हुन्, तर देवरले पनि पछि गएर मान्छेहरूको कुरा सुन्दै गर्दा भुन्टीलाई नराम्रै सोच्न थालिसकेका थिए। अब एकजना दाई भुवन दाई र ससुराबा हुनुहुन्छ। उनीहरू दुईटाले भने भुन्टीलाई निकै माया गरे चाहिँ गर्दैछन्, तर आखिर किन हो त्यो थाहा छैन। तर यिनीहरूको कारण आज भुन्टीको जिन्दगी नर्क बनिसकेको छ। तर जसरी भुन्टीको जिन्दगी नर्क बनाउन बाध्य गर्ने परिवारहरू, अहिले उनीहरूले पनि आफ्नो जिन्दगी नर्क भएको भोगिरहेका छन्। यता भूमिकाको जिन्दगी अब नर्क हुन केही समय मात्र बाँकी छ। अब उसकै श्रीमानले उमाथि नै हातपात गर्न थालेपछि बल्ल उसले थाहा पाउने छिन् कि श्रीमान र श्रीमती बीचको सम्बन्धलाई छुटाएर दुश्मनमा परिवर्तन गर्ने म र मेरै जिन्दगीमाथि यस्ता खालका घटनाहरू घट्न थालेपछि म कसरी जिउँ कसरी बाँचौँ भनेर पक्का पनि सोच्ने छे, किनकि भुन्टीलाई विगतमा कति दिएको थियो दुःख, तिनीहरू सबै एकाएक बदला आफैमाथि फर्किँदैछन् भूमिकाको जिन्दगीमा।